45 डेजमा 6 करोड कमाउने भनेर निस्केको म, आज चाहिँ एकदमै अचम्मै भयो। डे 4 मा चाहिँ मैले भिडियो बनाउन पाइनँ, त्यही भएर चाहिँ डे 4 र 5 को चाहिँ मर्ज गरेर भिडियो बनाउँदैछु। र डे 4 र 5 मा चाहिँ धेरै कुराहरू मैले गरिसकेको छु र धेरै कुरामध्ये चाहिँ के पर्छ भन्दाखेरि टेक टिम, सेल्स टिम, मार्केट टिम सबैसँग चाहिँ म बसेर भइसकेको छु। फाउन्डर टिमसँग बस्न बाँकी छ र त्यो फाउन्डर टिम बस्न बाँकी किन छ भन्दाखेरि चाहिँ मैले आफ्नो प्लान कम्प्लिट फाइनलाइजेसन गरिसकेको छैन। र आज चाहिँ नयाँ कुरा के भयो भन्दाखेरि चाहिँ मेरो एकजना पुरानो मार्केटिङ क्लाइन्ट आएर चाहिँ उहाँको काठमाडौँको खाली जग्गामा चाहिँ आइबिएम स्ट्रक्चर बनाएर चाहिँ कुनै चाहिँ तपाईँ उहाँलाई लिजमा दिन मन थियो र कुनै चाहिँ आफ्नै बिजनेसको लागि चाहिँ युज गर्नु मन थियो। र त्यही कुराले चाहिँ मलाई स्ट्राइक भएर चाहिँ हामीले चाहिँ यो निचमा किन फोकस गरिरहेको छौँ भन्ने कुरा पनि आइरहेको थियो। र यो सँगसँगै चाहिँ अरू प्रब्लमहरू चाहिँ कसरी सोल्युसन निकालिरहेको छौँ भन्दाखेरि चाहिँ मैले हाम्रो प्रिभियसली चाहिँ इन्सपेक्सन अर साइट भिजिट बुक भइसकेपछि नि क्यान्सल भइरहेको धेरै आइरहेको रहेछ। त्यसले गर्दा चाहिँ अहिले इन्स्ट्यान्टली चाहिँ एउटा एसएमएस मोडुल चाहिँ इन्ट्रोड्युस गरिदिउँ, जहाँ चाहिँ हामीले साइट भिजिट अर इन्सपेक्सन बुक हुनु बित्तिकै 2-3 टा एसएमएस चाहिँ पठाइहालौँ रिमाइन्डरको लागि। किनकि क्लाइन्टले बिर्सिरहेको हुन्छ धेरै जसो होइन। र यही कुरा सोल्युसन ल्याउनुको लागि चाहिँ मैले टेक टिमलाई पनि भनेर एउटा कम्प्लिट हाम्रो अहिलेको इआरपीमा चाहिँ लिड मोडुल चाहिँ इन्ट्रोड्युस गरिदिनु पर्यो भनेर छु र उहाँलाई चाहिँ एउटा रिक्वायरमेन्ट पनि दिइसकेको छ। र यो विदिन 1 विक चाहिँ हाम्रो लिड मोडुल पनि हाम्रो इआरपीमा आउनेछ। र त्यसले के गरिदिन्छ भन्दा एसएमएस कम्प्लिट अटोमेसन गरिदिन्छ, लिडहरू सबै ट्र्याक हुन्छ, कुन स्टेजमा छ मान्छेहरू सबै कुरा मजाले एउटा ड्यासबोर्ड हेर्न मिल्छ सो द्याट कि सेल्स टिम मैले पनि मजाले चाहिँ एउटा ड्यासबोर्ड हेर्न पाऊँ। र अर्को भनेको चाहिँ प्याकेजहरूमा वर्क गर्दै थिएँ मैले। प्याकेजहरूमा चाहिँ पहिला हामीले 15,000 मा चाहिँ 2D, 3D डिजाइन गरेर चाहिँ दिइरहेको थियौँ र अर्को भनेको 1 लाखको प्याकेज थियो र हामीले चाहिँ 15,000 बाट सिधै 1 लाख लानलाई चाहिँ हाम्रो टिमलाई गाह्रो भइरहेको थियो र त्यो ट्र्याकिङ इआरपी नभएको भएर चाहिँ गइरहेको थियो। र अब लिड सेन्टर आउनु भइहाल्यो हाम्रो इआरपीमा, त्यो पनि सजिलो हुन्छ। र अर्को प्राइसिङमा चाहिँ मैले स्मार्टली के गरिरहेको छु भन्दाखेरि अब जुन 15,000 को प्याकेज छ त्यसलाई चाहिँ हामीले 20,000 मा अहिले गरिरहेको छौँ। 20,000 मा 2D, 3D डिजाइनको प्याकेज र एउटा मिडल सेगमेन्ट चाहिँ इन्ट्रोड्युस गरेर चाहिँ नक्सपास बिनाको चाहिँ भनेर चाहिँ एउटा 50,000 को प्याकेज इन्ट्रोड्युस गर्यौँ। र अर्को भनेको चाहिँ 1 लाख को प्याकेजलाई घटाएर चाहिँ 80,000 मा चाहिँ हामीले अहिले नक्सपास दिइरहेछौँ। सो द्याट कि मान्छेलाई चाहिँ त्यो 2 टा प्याकेज भन्दा पनि 80,000 को प्याकेज चाहिँ मोर भ्यालुएबल लागेर चाहिँ सबैजना चाहिँ यता 80,000 कोमा स्विच गरून् भन्ने चाहिँ अब्जेक्टिभ हो। र होपफुल्ली यो आइडियाले चाहिँ पछि भिडियो र रिजल्टमा पनि देखाउँछ। र अर्को मैले गरिसकेको काम के भन्दाखेरि चाहिँ बजेट क्याल्कुलेसन गरिसकेको छु मैले। त्यो चाहिँ तपाईँलाई म भोलि सेयर गर्छु। फाउन्डर मिटिङ भइसकेपछि चाहिँ कति लिड ल्याउनु पर्ने रहेछ, हाम्रो सेल्स टिमको कति कमिसन रेट चाहिने रहेछ, सेल्स टिमबाट यता हाम्रो आर्किटेक्ट टिमको कति कमिसन रेट चाहिने रहेछ र हामीलाई कस्टमर एक्विजिसन कस्ट कति पर्ने रहेछ, एउटा कस्टमर ल्याउनको कति रुपियाँ परिरहेछ हामीलाई भन्ने कुराहरू पनि हामीले एक्जिबिसन मैले गरिसकेको छु। यति चाहिँ हामीले राख्नुपर्ने हुन्छ भनेर पनि मैले प्लान गरिसकेको छु। सो बजेट चाहिँ मैले भोलि इन डिटेल तपाईँलाई एक्सप्लेन गरिदिन्छु, कसरी मैले डिभाइड गरेँ, के कुरामा खर्च गर्ने प्लान गरिरहेको छु भनेर सेयर गरिदिन्छु। र अर्को भनेको चाहिँ मैले चाहिँ अब डे 6 मा जाँदै गर्दाखेरि चाहिँ कम्प्लिट एउटा आइडिया आइसकेको छ। हामी फाउन्डरसँग बसेर फाइनलाइजेसन गरेर चाहिँ टिमलाई उहाँको आफ्नो टिमलाई रेडी बनाउन लगाएर चाहिँ अब यसलाई एक्जिक्युसनतिर जान्छौँ। त्यो डे 1 मा चाहिँ 6 करोड भनेर चाहिँ हल्का मलाई डाउट लागिरहेको थियो। तर अब अहिले डे 5 मा आउँदै गर्दाखेरि चाहिँ यो एकदमै पोसिबल छ जस्तो लागिरहेछ र कन्फिडेन्स लेभल पनि एकदमै बुस्ट भइरहेछ। हेरौँ अब कमिङ विक्सहरूमा के हुन्छ। सी यू एट डे 6।